हेलो वेलकम ब्याक टु माई च्यानल स्मी भान्जे र अब म निस्किन लागेको छु एनएसबाट राइडमा। आजको दिन चाहिँ आज स्याटरडे डिसेम्बर 20 र आजको दिन चाहिँ एनएसबाट राइड छ हाम्रो। अब म आज चाहिँ फर्स्ट टाइम जान लाग्छु एनएसबाट। हेरौँ के कस्तो हुन्छ, कतिको रमाइलो हुन्छ होइन। हेरौँ भिडियोमा के हुन्छ। लेट्सी ल मन रेडी भइसक्यो, बाइक पनि यहाँ रेडी भएर बस्यो, तेल सेल हालेर बाइक पनि रेडी छ, म पनि रेडी हो। र केटाहरूले यहाँ फोन हान्नेछन्, उनीहरू चाहिँ बाटोमा कुरेर बस्छन्। म निस्केँ अहिले। ल हेरौँ बाटोमा के हुन्छ। यस्तो मान्छे कहाँको अफरोडमा गर हो भनेको भए आउने बाटोको अफरोड हो कि ल जाम फाइनली हाम्रो साथलाई भेटिसक्यो। आवाज सुन्नुहुन्छ सर दुई शब्द जाओस् यता हाम्रो निस्किन लाग्छ। अहिले चाहिँ तपाईँ धमाधम ए लाड के भयो न उठा ए लायो उठा दे कस्तो भयो उयो बुम लायो कस्तो छिर्दियो कि बिचरा यार। आऊ साइड आऊ छोड्नु ल बाद लग रहेछ आज। राम छ उहिले एक्सिडेंट ये ने एक्सी भरे बस यो सही वो कसको जग्गा हो। ए लामो क्यामेरा उसको यो साइड लगाइदिउँ न। बरु यता हामी हिँड्ने बाटो त बनाउनु पर्यो। हेर्नु पर्यो नि। रगतै देख्यो त कति एक्सिडेन्ट हेर्नु पऱ्यो क्या हामीलाई यथार्थ।
गली गलीमा हल्ली हल्ली हिँड्ने मेरो सौदाको लागि जसलाई समाजले भन्दछ हाउडेको हुँ त्यो हुलाई 9 छ भने 10 बनाउन 9 छ भने 100 बनाउन म पनि पर्दछु हरि जुन ठाउँमा जन्मे त्यही ठाउँमा हुर्के सडकमा दिमा खुर्के ठुल दाइको औकातमा म त सानो पुर्के सङ्गत तपाईँको लाग्थ्यो रमाइलो दुईटा आमाको हामी एउटै साखे भाइ हो तपाईँ जस्तो दाइ पाउनु हामीलाई बधाई भो लफ्टा गर्दै टोलमा पानीको झोल खा एकेको डर बोल्न छप सधैँ तयार थियो खुकुरीको खोलमा जक्सन हाम्रो रड्डी बेलुका कान्छीको भट्टी भोलि 5 स्टार टेन्डर पैसाको गड्डी त कहिले भात बासी हातमा हात गासी हुकुम चल्ने हाम्रो सुकुमदेखि हुकुम बासी हर कुनामा भाग्य थियो चुनामा ढिलो खाट कहिले रात बित्यो चिसो थुनामा निन्द्रमा झुल्दै कपडा मैला थोप्रा मेरो फुल्दै ल है ढिलो भयो नि यहाँ यस्तो स्थिति चाहिँ ढिलै भए पनि अब काहीँ नि ल ल मेरो बाइक चाहिँ त्यहाँ भ्यू चाहिँ यस्तो मिठो देखा यहाँबाट ल समाज गाइदिम क्या हो सबजना खलबलले गाइदिम क्या हो सबजना खलबलले ढिकी डाँडा एनएस उड्छल सुटको नाम नै छ काफी बुले जति हरायो है साथी ल हामीसँगै साउले नि खायो कि विदेशबाटै मगाउन लायो बबाल होला भनेको होइन छ बिजनेस गर्ने तरिका ल है त आज चाहिँ डे 2 हिजो मैले चाहिँ किनकि राम्रोसँग एन्ड बनाउनै पाएन कि किनकि मेरो फोन सब डेट अफ भएको थियो र एउटा त के हो भन्दाखेरि मेरो क्यामेरा यस्तो माथि आएर बाटो मात्रै राम्रोसँग देखेको पनि थियो मेरो माइकको त्यो बाहिरबाट जोड्ने कुरा गायब भएछ हराएछ खसे त अब मैले त्यत्रो हुलमालमा मेसाउनु पाएन अनि साउन्ड पनि राम्रो आएन सो हिजो चाहिँ मैले भ्लग एन्ड गर्न पाइनँ आज चाहिँ म के भन्न आएको भन्दा यस्तो राइडरमा हिँड्दा चाहिँ अलिक सेफ भएर हिँड्नुपर्छ किनकि त्यहाँ हाम्रो साथीको आज हिजो त्यस्तो भयो होइन सबैलाई पर्न सक्छ जस्तो कुरा अब चाहिँ म यति हान्छु कि भिडियो जे जस्तो भयो नि स्टार्टिङ हो मिस्टेकहरू छ कति मिस्टेकहरू छ मैले पछि एडिट गरेपछि भिडियो हेर्दा मैले आफै थाहा पाएको सो जे जस्तो छ माया देखाइदिनु होला लाइक एन्ड सेयर सब्सक्राइब र आज यति भन्दै हजुरहरूको माझबाट बिदा लिन्छु स्मी भान्जे र आगामी दिनहरू नै अरू कन्टेन्टहरू आइरहेको छ बाई बाई